सबैलाई गुड इभिनिङ। अहिले चाहिँ म ठ्याक्क कुस्माको वन्दना होटलभन्दा अगाडि ठ्याक्क वन्दना होटलभन्दा अगाडि आइसकेको छु। यहाँ चाहिँ स्केट हाउस बनिरहेको छ है। हाम्रो के छ भन्दाखेरि स्केट हाउस है, कुस्मा स्केट हाउस भन्ने देख्न सक्नुहुन्छ। बोर्ड पनि छ यहाँनिर है, बोर्ड चाहिँ खेलिए टाइम स्केट चाहिँ अब खासै कोही आउनुभयो भने चाहिँ त्यही कारण खेल्ने छैन। अहिले खेल्न पनि सकिन्छ एकछिनमा है। कस्तो छ यहाँको माहौल, कस्तो छ स्केट खेल्ने ठाउँ म देखाउन चाहन्छु है। यो चाहिँ ठ्याक्क कहाँ छ भन्दा यो माथि तल चाहिँ शिवालय चोक छ। शिवालय चोकबाट सिधा माथि आइसकेपछि थोरै 100 मिटर जति माथि आइसकेपछि स्केट हाउस है यहाँनिर। हेर्न सक्नुहुन्छ स्केट हाउसमा के गर्नुपर्छ नेमहरू यहाँ लेखिएको छ है। नेम हेर्न सक्नुहुन्छ सुरुमा यस्तो छ है। बाहिरको भाग भित्रको भाग चाहिँ यहाँ छ यस्तो है। अहिले चाहिँ कोही पनि खेल्नु भएको छैन स्केट हाउसमा। ठिकै छ, एकदमै ठुलो है ग्राउन्ड पनि। साइज जस्तो राम्रो राम्रो फुलहरू छ यहाँनिर। यस्तो दामी फुल छ। म चाहिँ एकछिनपछि अब यहाँबाट निस्किन्छु। माथि तुलुङसम्म पुगौँ भन्ने प्लान छ है। कस्तो हुन्छ ठिक छ।